कथा सुन्ने सबै श्रोतागणहरूले चन्दन अक्षता फूल लिएर हात जोड्नु। अथः श्री स्वस्तानी व्रतकथा प्रारम्भ। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुद्रः स्तुतिवन्ति दिव्यैस्तवै वेदै साङ्गोपदो क्रमपनि गायन्ति यं सामगाः। ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तनं बिन्दुसुरासुरगणदेवाय तस्मै नमः। श्रीमञ्चन्दनचर्तितो तुजम्बलपुरा शुकलम्बरा मल्लिकाः मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाममुञ्ज वसन्तु मे त्रैलोक्यमाता चिरं। मूकं करोति वाचलं पङ्गुं लगायन्ते गिरिं यत्कृतात्तहं वन्दे परमानन्दे माधवं। नमो भगवते तस्मै व्यासयामि तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जयमुदीरयेत्। सबै श्रोतागणले पुष्पाञ्जली चढाएर अब एकचित्त भएर कथा सुन्नु। अथ षष्ठो अध्याय दक्ष यज्ञ उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यस्तो किसिमसँग मैले त्रिपुर दाह सुनाएँ, अब के सुन्ने इच्छा छ? यस्तो कुरा सुनि अगस्त्य मुनि बिन्ती गर्छन्, हे कुमारजी, दक्ष प्रजापतिका 33 कोटी कन्या 33 कोटी देवताले विवाह गरे। सतीदेवीलाई विष्णु भगवानको छलले शिवजीले प्राप्त गर्नुभयो। त्यसपछि सतीको मृत्यु के कारण परेर भयो, यस विषयमा सुन्ने इच्छा छ, सुनाइ बक्सियोस्। यस्तो आग्रह गरेको सुनि कुमारजी भन्नुहुन्छ, हे अगस्त्य मुनि, एक दिन दक्ष प्रजापतिले बिरणीसित भने, हे स्त्री, मैले यज्ञ गर्ने इच्छा गरेको धेरै समय भयो। अब त्यो यज्ञ गर्ने इच्छा बलवती भयो। तसर्थ तिमी सम्पूर्ण सामग्री तयार गर अनि महादेव र सतीदेवी बाहेक अरू छोरी ज्वाइँ ब्रह्मा विष्णु आदि समस्त देवता यक्ष गन्धर्व किन्नर नाग दैत्य अप्सरा 10 दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ भन्ने आफ्ना स्वामीको आज्ञा पाई बिरानीले सम्पूर्ण सामग्री तयार पारी महादेव र सतीदेवी बाहेक सबै छोरी ज्वाइँ ब्रह्मा विष्णु यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा 10 दिक्पाललाई निमन्त्रणा पठाइन्। दक्षका सबै छोरी ज्वाइँहरू नाना वस्त्र अलङ्कार पहिरी यज्ञमा होम्न अनेक मणिमाणिक्य फलफुल वस्त्र आदि यज्ञमा होम गर्ने सामग्री लिई दक्ष प्रजापतिको यज्ञ हेर्न भनी आए। दक्षले पनि सबै आएका व्यक्तिहरूलाई यथा यज्ञ सेवा सत्कार गरेर राखे। सुदिनमा यज्ञ आरम्भ भयो। त्यो अश्वमेध यज्ञ कस्तो भने, नन्दी भृङ्गी चतुष्टन योगिनी भूत प्रेत पिशाच प्रथम गणसहित भई श्री महादेव बस्दा जस्तो शोभा हुन्छ। 33 कोटी छोरी ज्वाइँ ब्रह्मा विष्णु आदि देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्यनाग अप्सरा आदि नाना वस्त्र अलङ्कार पहिरी ऊभन्दा उराम्री भई नाचगान गरी मङ्गलको निमित्त सुवर्णमय कलशसहित अश्वमेध यज्ञ गर्दा शोभायमान देखियो। यसरी अश्वमेध यज्ञ चलिरहेको बखतमा नारद मुनिले को आए को आएनन् भनी आसनबाट उठेर चारैतिर हेर्न लागे। दक्षका 33 कोटी कन्या ब्रह्मा विष्णु प्रविधि सकल देवता ऋषि यक्ष गन्धर्व किन्नर नाग अप्सरा आदि सबैलाई देखे, तर महादेव र सतीलाई देखेनन्। बिना महादेवको यो दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला? के कारण हो? निम्ता पठाउन पो बिर्सेका हुन् कि अथवा अरू कुनै कारण छ कि भन्ने मनमा तर्क गर्दै तुरुन्त त्यहाँबाट अन्तर्ध्यान भई कैलाश पर्वतमा गए। त्यसै बेला उता महादेवले सतीदेवीलाई, हे प्रिय, आज हामी दुवैजना जुवा खेलौँ आऊ भन्नुभयो। सतीले हवस् भनी पासा ल्याइन् र दुवैजना प्रेमसाथ जुवा खेल्न लागे। खेलमा सतीदेवीले जितिन् र स्वामीलाई गिज्याउन लागिन्। अनि शिवजी झोकिएर झोली थापे, त्यो पनि जितिन्। अनि नागरूपी गहना थापे, त्यो पनि जितिन्। त्यसै बेला दक्षको निम्ता पाएर देवता दानव यक्ष किन्नर विमानमा बसेर गइरहेका थिए। तिनीहरूलाई देखेर सतीले स्वामीसित, ती विमानमा बसेर जाने को हुन्? आज्ञा होस् भनी सोधिन्। र महादेवले, तिमीलाई के को धन्दा पर्यो, आफ्नो काम गर भनी सतीदेवी चिन्तित भएर माथितिर नै हेरिरहन्। अनि शिवले हाँसेर मुकुट थाप्नुभयो, त्यो पनि जितिन्। त्यसरी निकैपल्ट हारेकाले शिवजीले पनि केही नभनी हाँसिरहनुभयो। अनि सतीदेवले बिन्ती गरिन्, हे स्वामी, हजुरका सबै वस्तु मैले जितिसकेँ।
अब के थाप्नुहुन्छ? लौ थाप्नुहोस्। अनि शिवजीले अब म आफ्नो अङ्ग थाप्छु भन्नुभयो। तब सतीदेवीले हात जोडेर विनम्र स्वरमा बिन्ती गरिन्, हे स्वामी, हजुरको अङ्ग त अघि पनि मेरै पछि पनि मेरै हो। यदि मैले हारे भने हजुरको अङ्गको साटो कुन टुक्रा टक्राउनु? जुन सम्पूर्ण ब्रह्माण्डमा हजुरको अङ्गको साटो दिने मेरो विचारमा कुनै पनि वस्तु छैन। फेरि हजुरको अङ्ग जुवा खेलेर जितेर आफ्नो बनाउनु पर्ने केही आवश्यकता देखिन। जुन दिन मेरा पिता माताले तिलकुश सहित हजुरका हातमा मेरो हात राखिदिएका थिए, उसै दिनदेखि हजुरको अङ्ग मेरो र मेरो अङ्ग हजुरको भइसक्यो। यसमा शङ्का छैन र हजुरले आफ्नो अङ्ग थाप्नु पर्दैन। सतीदेवीको यस्तो स्नेहयुक्त वचन सुनेर महादेव प्रसन्न भई धन्य तिमी भनेर जुवा खेल्न छाडी मिठा मिठा वार्ता गरी कैलाशमा बसेका थिए। त्यसै बेला नारद मुनि पुगेर सती र शिवलाई साष्टाङ्ग दण्डवत प्रणाम गरी हात जोडेर उभिरहे। श्री महादेव कस्ता भने, जटाको मुकुट बनाई बाघको छाला पटुका कसेर हात्तीको छाला ओढेर सर्वाङ्गमा भस्म लेपन गरी स्थान स्थानमा सर्पका गहना लगाई घाँटीमा नरमुण्ड माला पहिरी सतीदेवीलाई काखमा लिएर कोटी सूर्य झैँ तेजले ज्वालायमान भई नन्दी भृङ्गी भूत प्रेत डाकिनी साकिनी द्वारमा राखेर प्रथम गणसहित भइरहेका महादेवलाई नारदले देखेर हर्ष मानी बारम्बार चरणमा गिरी दण्डवत गर्दा भए। त्यसरी नारदजीको भक्ति गरेको देखेर आनन्द मानी श्री महादेवले आज्ञा भयो, हे मुने, तिम्रो भक्ति देखेर म प्रसन्न भएँ, जे इच्छा छ वर माग। तब नारदजी केही भन्न नसकी उभिरहे। तब के काम परेर यहाँ आयो भन। यति शिवजीले आज्ञा भएको सुनि नारदजी हात जोडेर भन्न लागे, हे शम्भु, म अरू के वर मागौँ? हजुरको भक्तिमा मेरो चित्त सदा लागिरहोस्। हे ईश्वर, म आउने कारण के हो भने दक्ष प्रजापतिले अश्वमेध यज्ञ गर्दा तिनै लोकका देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग अष्टवसु वशिष्ठ आदि ऋषि र ब्रह्मा एवं 10 दिक्पाल सहित सबै यज्ञ स्थलमा आएका छन्। मैले यज्ञ स्थलमा प्रदक्षिणा गरेर हेर्दा केवल हजुर दम्पतिलाई देखिन र यज्ञका मुख्य भोक्ता कर्ता एवं फलदाता हजुरलाई नै किन डाकेनन् भनी आश्चर्य लाग्यो र म त्यही कुरा बिन्ती चढाउन आएको हुँ। हे गौरीश्वर, यसको अर्थ मैले केही बुझ्न सकिन भनी नारद मुनिले बिन्ती गरेको सुनि सतीदेवीले आफूलाई अत्यन्त अपमान गरेको ठानी श्री महादेवसित बिन्ती गरिन्, हे जगदीश्वर, नारायण प्रवि 33 कोटी देवता यक्ष गन्धर्व किन्नर नाग दैत्य अप्सराहरू र मेरा सबै बहिनीहरूलाई डाक्दा हामी दुईजनालाई मात्र किन डाकेनन् भन्दै विस्मयका साथ आँखाबाट आँसु बगाइन् र मलिन मुख भएकी सतीदेवीलाई शिवजीले आज्ञा भयो, हे प्रिय, तिमी दुःख नमान, किनभने तिमी नरुचाएकी छोरी म मन नपरेको ज्वाइँ डाकेनन् त के भयो? यस कुरामा तिमीले आफ्नो अपमान मान्नु पर्दैन। तिम्रो म छँदैछु। दक्षको यज्ञमा गएर पो हामीले के पाउनु छ र नगए के नै होला र भनी धेरै प्रकारले सम्झाउँदा पनि नमानेर, हे स्वामी, यस्तो आज्ञा नहोस्, मलाई त्यो अश्वमेध यज्ञ हेर्ने इच्छा अत्यन्त छ। आज्ञा भए नारदजीसँग गई एकपटक हेरेर मात्र भए पनि आउने थिएँ भनेर बहुतै जिद्दी गरी महादेवको चरणमा परिन्। अनि जगदीश्वरले फेरि भन्नुभयो, हे प्रिय, यस्तो हट नगर, किनकि विशेष गरेर तिमी आफ्नो स्वाभिमानमा रहेकी त्यहाँ अपमान होला। जाने काम नगर भनी अनेक किसिमले बुझाउँदा पनि नमानी नारदजीका साथ लागि कैलाशबाट प्रस्थान गरिन्। पिताको यज्ञ स्थलमा पुगेर आदर साथ माता पितालाई ढोग दिई साह्रै चित्त दुखाई आँखाबाट आँसुका धारा बगाई मङ्गल वचन बोलिन्, हे माता पिता, हजुरले गर्न लागेको यस्तो ठुलो यज्ञमा पनि मलाई किन सूचना दिनु भएन? के म हजुरको छोरी होइन? मैले के अपराध गरेँ अथवा मेरा स्वामीले हजुरको के विराम गरिदिनु भयो? आज्ञा होस्। विष्णु प्रविधि 33 कोटी देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा र ऋषिमुनि एवं 10 दिक्पाल श्री स्त्री पुरुष सहित रही सबैलाई डाकेर हामी दुईजनालाई मात्र किन डाक्नु भएन? फेरि यज्ञका कर्ता धर्ता महादेव नै हुनुहुन्छ। उनी बिना हजुरको यो यज्ञ कसरी पूर्ण होला? यज्ञको फल दिने पनि उहाँ नै होइबक्सन्छ। देवताका पनि देवता शिव होइबक्सन्छ। फेरि सृष्टिकर्ता पनि उहाँ नै होइबक्सन्छ। महादेव बिना गरेको यज्ञ निष्फल हुन्छ। यज्ञकर्ता नभएको यस्तो अशुद्ध यज्ञ किन आरम्भ गर्नुभयो? यसले हजुरको कदापि जय हुने छैन। श्री महादेवलाई तुरुन्त डाक्न पठाउनुहोस्, अनि मात्र यज्ञको उद्देश्य सफल भई चित फल प्राप्त हुनेछ। हे पिता, शङ्करलाई असङ्कर गरी थाल्नु भएको यो यज्ञ शङ्कर नभइकन पनि पूर्ण हुन्छ। यो ब्रह्माण्डमा 2 शङ्कर छन्। यदि छन् भने मलाई आज्ञा होस्। फेरि मेरो स्वामीलाई नडाकेको कारण के होला? हे माता पिता, मलाई भन्नुहोस्। अनि सतीदेवीले भनेको सुनि दक्ष प्रजापति भन्न लागे, हे पुत्री, त मनमा दुःख नमान।
तेरो पति भोलानाथ यो यज्ञमा डाक्न योग्य नै छैन, किनकि 33 कोटी देवता, यक्ष, गन्धर्व, किन्नर, नाग आदि अनेक रङ बिरङका वस्त्र र मणिमाणिक्यका अनेक अपर्व गहनाहरूले सज्जित भई श्रीखण्ड आदि सुगन्धित वस्तु लेपन गरी अनेक थरीका मङ्गल यात्रा गरी गन्धर्वद्वारा गीत र अप्सराहरूको नाच आदिले शोभित भएको यज्ञमा देख्दै घिनलाग्दो त्यो महादेवलाई कसरी डाक्ने? हे सती, तेरो स्वामीको के ढङ्ग छ र? देहमा खरानी घसी, कम्मरमा बाघको छाला बाँधी, हात्तीको छाला ओढी, विष भाङ धतुरो खाई, राता राता आँखा पारी, जस्तो मन लाग्यो उस्तै नाची, सर्पको गहना लगाउने, जटाको मुकुट कस्ने, मुण्डामाला पहिरी, दायाँ हातले डमरू बजाई, बायाँ हातले त्रिशूल समाई, भूत प्रेत आदि अघि पछि लगाई, दिगम्बर मतवाला जस्तै जहाँ पायो उहीँ पाउ राखी, लाज नमाने हिँड्ने। यस यज्ञमा भने देवकन्या, नागकन्या, गन्धर्वकन्या र तेरा सबै बहिनी तथा 33 कोटी देवताहरूले शोभायमान यस्तो पवित्र स्थलमा देख्दै अशोभा हुने र घिनलाग्दो तेरो स्वामीलाई कसरी डाक भनी नडाकेको हो? फेरि तँलाई मात्र डाकौँ भने ऊ पनि पछि लागेर आउला भनी तँलाई पनि डाक्न सकिन त दुःख नमान। फेरि तैँले हाम्रो सेवा पनि गरेकी होस्, अपराध पनि केही गरेकी छैन। तेरो स्वामीको यस्तो गति हुनाले नडाकेको हो। फेरि सृष्टि स्थिति संहार गर्ने महादेव हुन् र यज्ञको फल दिने पनि हुनै हुन् भनिस्। त्यो कुरा होइन, त्यो त बौलाहा मात्र हो। यज्ञकर्ता श्री नारायण हुन्, सृष्टिकर्ता चतुर्मुख ब्रह्मा हुन्, स्थिति संहारकर्ता पनि नारायण महाविष्णु हुन्। यो महादेव कहाँको देवता हो? त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अपूर्ण होला? तेरो स्वामी महादेवलाई त कसै गरे पनि म डाक्दिनँ। यसले मेरो यज्ञमा के वरदान देला? 33 कोटी देवता ब्रह्मा विष्णु स्वयं उपस्थित छन् भनी दक्ष प्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचन र निन्दा गरेको सुनि मनले सहन नसकी राता राता आँखा पारी क्रोधले नाक जस्तै लामो श्वास फेरि सुस्केर हाल्दै दारा पिटेर जुरुक्क उठेर भूमिमा लात्तीले हानी स्वामीको निन्दा गरेको सम्झी चित्तले सहन नसकी छातीमा मुर्कीले हानी शिव शिव भन्दै स्वामीको नाम उच्चारण गरी यज्ञ कुण्डमा हाम फाली प्राण छाड्दी भइन्। अनि हिमालय पर्वतको स्त्री मेनकाको गर्भमा पास लिन पुगिन्। इति श्री स्कन्द पुराणे केदारखण्डे महात्मै कुमार अगस्त्य संवादे श्री सुस्तानी परमेश्वरी व्रतकथा सतीदेवी देह त्याग वर्णम नाम 6ठो अध्यायः। कथा सुन्ने सबै श्रोताहरूले नित्य कथा सुनिसकेपछि चन्दन अक्षता फूल लिएर उभिएर हात जोड्नु। उपनयन्तु मङ्गलवशकलः जगन्मलायः श्रीमान् दिनकिरण निवदित नवनलिलीनदक्षिणी वीक्षणः कृष्ण काले वर्षन्तु पर्सन्य पृथिवी सत्यशालिनी देशोऽयं शुभरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्रः पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदशरथम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति यत्र यत्राच्युतधारकथा प्रसङ्गः या कुन्देन्तु तुषारहारधवला या शुक्रवृक्षवृता या व्रीणा वरदण्डमल्लिककरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रविधि वीरदेवैः सदा वन्दितः सामान् पातु सरस्वती भगवती निषेज्याडपः कायेन वाचा मनसि दैर्वाद्बुद्ध्यात्मना प्रकृतिस्वभावात् करोमि यद्यसङ्कल्पै परस्मै नारायणायति समर्पयतत् श्री स्वस्तानी दिव्यान परमस्तु। यति भनिसकेर कथा सुन्ने समस्त श्रोताहरूले पुष्पाञ्जली चढाई आफ्नो मनले चाहेको इच्छित वर माग्नु।